दाउनी देवी माता की जय होस्। हेलो एभ्रिवान, वेलकम छ। के छ साथीहरू, सन्चै आरामै हुनुहुन्छ? सो साथीहरू, म चाहिँ आज धेरै लामो समय पछाडि घुम्नु भनेर बाहिरतिर निस्केँ र अहिले म बाटोमै छु। मसँग एकजना साथी पनि हुनुहुन्छ, हाम्रो दोलबहादुर सर हो उहाँ चाहिँ, होइन सर? हेलो भनिदिनु न। हेलो, नमस्ते भन्न। नमस्ते भन्नु न। नमस्ते। नमस्ते नि हात जोडेर गर्नु पर्दैन? हात जोडेर गर्नु, हात जोडेर गर्नु। हेर नमस्ते त हात जोडेर गर्ने होला नि त नि, होइन र? सो त्यही नै हो साथीहरू, हामी चाहिँ अब होइन हामी हुँदा नि म लामो समय पछाडि चाहिँ अब यसो बाहिरतिर घुमघाम गर्नको लागि निस्केको छु आज। सो मेरो साथमा यो ब्याग छ, किन उहाँ लोर सरले बोकिराख्नु भएको छ। मेरो ब्लग यहीँबाट स्टार्ट भएको छ, सो हेर्दै गर्नु होला है त। हामी चाहिँ होइन यो कपिल वस्तु हो, उताबाट हामी हिँड्दै आएको होइन। सो अहिले गाडी आयो भने गाडीमा चढ्ने हो। सो अहिले हामी चनौतामा छौँ है, कपिल वस्तु जिल्लाको चनौता भन्ने ठाउँमा छौँ। सो यो हाइवे जाने भनेको यतातिरको यो काठमाडौँ जाने हाइवे हो। सो हाम्रो यात्रा, मेरो यात्रा भनेको चाहिँ बर्दाघाट दाउनेसम्मको मेरो यात्रा छ आज चाहिँ, बुटोल हुँदै दाउनेसम्म। अब यतातिरको कुरा गर्नुपर्दा यताबाट उता जाने भनेको यो चाहिँ उता पछाडि जाने गाडी चाहिँ उता कोलपुर नेपालगञ्ज होइन, सुदूरपश्चिम मध्यपश्चिम जुम्ला हुम्ला जतासुकै जाने बाटो त्यही नै हो। यताबाट चाहिँ काठमाडौँ नारायणघाटतिर होइन हेटौडातिर पूर्व जाने बाटो मेन हाइवे भनेको यही हो है। ल फाइनल्ली हामी चाहिँ बुटोल आइपुगेका छौँ। हाम्रो दोर सर यता हेरिन्, दोर सर। हजुर नमस्कार है हजुरहरूको सबैजनालाई फेरि पनि। अब दोर सर यहाँबाट चाहिँ भैरवातिर जानुहुन्छ। अब हामी छुट्टिनु पर्ने हुन्छ, जोस् 3 घन्टा जति हाम्रो यात्रा सँगै भयो गाडीमा। अब दोर सर भैरवातिर जानुहुन्छ। लहनचोकमा छौँ। अब उहाँ चाहिँ यहाँबाट भैरवा जानुभयो, अनि उता भैरवा जाने बाटो। अब म चाहिँ यतातिर लाग्ने है त, यता नवलपरासीतिर टन्न गाडीहरू लागिरहेको छ। अब म गाडीहरू जानुपर्छ है त। साथीहरू, म चाहिँ बुटोलबाट पनि 1.5 घन्टाको यात्रा पछाडि अहिले चाहिँ यहाँ दाउन्ने भन्ने ठाउँमा आइपुगेको छु र म यहाँ आइराख्दाखेरि चाहिँ यहाँ एकदम फेमस मन्दिर रहेको छ। सो साँझको समय छ, अहिले आइहालेँ। यसो मन्दिर भिजिट गरौँ न भनेर चाहिँ सो म चाहिँ मन्दिर जान लागेको छु। मन्दिर जानलाई अलिकति टाइम लाग्छ है, एकदम उकालो छ लगभग त्यही हो 20-25 मिनट चाहिँ लाग्छ। अलि हिँड्न नसक्ने मान्छेले त अझ बढी पनि लाग्छ। सो म चाहिँ मन्दिर जान लागेको, मन्दिर जाने टन्न हिँडेर जानुपर्छ है यस्तो बाटोमा। जाँदैछु म, हिँड्दैछु, टाढा छ। यहाँ हेर नि यिनीहरूलाई, हो बाँदरहरू डराउँदैन क्यारे, कति धेरै हो त। आम्मामामामा, यतातिर हेर त। डराउनु त के भयो,
यहाँ अर्को जोडी यहाँ छ फेरि सानो बाबुलाई हेर्ने मन्दिर दर्शन पनि हुन्छ यसो भिडियो नबनाएको पनि धेरै भयो अनि भिडियो पनि हुन्छ हल्का फ्रेस पनि भइन्छ भनेर चाहिँ म आएको छु एकदम एकान्त छ है म चाहिँ यहाँ दाउनी देवी मन्दिर आइपुगेको छु यो चाहिँ दाउनी देवीको मन्दिर हो आइसकेको छु है त मन्दिर दर्शनको लागि जाँदै मन्दिर नमस्ते आरामै हुनुहुन्छ हजुर ठिकै छ नि के गर्नु भएको छ के गर्ने यस्तै बसिबस्छ ए कहाँदेखि आइयो भाउ सो फाइनल्ली म चाहिँ अब यहाँ यसो मन्दिर दर्शन गरेर टिका सिका लगाइसकेको छु सो मन्दिर यही नै हो दाउनी देवीको मन्दिर सो मैले यहाँ दर्शन गरेँ अब चाहिँ फर्किन लागेको है त म दाउनी देवी माता कि जय होस् यही हो मन्दिर है सो यही मन्दिर दर्शन गर्नको लागि म आएको थिएँ अब दर्शन गरेर अब फर्किनु पर्ने हुन्छ है त ओके जय दाउनी देवी माता कि जय होस् दर्शन गरेर त्यहाँ गुरु पनि हुनुहुँदो रहेछ दर्शन गरेर चाहिँ फर्किएको छु है त बुते सहरी सफक पारी पछ्यौरी मलमलको कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भयो सो साथीहरू म चाहिँ मन्दिर दर्शन गरेर फर्केको है अब चाहिँ जाँदैछु आम्मामामामामा हेर्नु त यो छ यहाँ अर्को छ यहाँ अझ यतातिर छ यता रुखतिर छ रुखतिर पनि छ यता छ आम्मामामा यता छ के गरेको छ यसले यतातिर छ यता रुखभरि छ पुरै राम 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 के हो यसलाई हेर न यसलाई तू ही माता तू ही पिता घुम्न चाहिँ सबभन्दा धेरै चाहिँ घुम्नलाई एकदम मनपर्छ होइन अनि विशेष गरी भन्नुपर्दामा एकान्त चाहिँ सबभन्दा मनपर्छ मलाई धेरै कुरा त के गर्नु र म यतातिर आएको थिएँ नवलपरासीतिर यसो दाउनी आउँदा आउँदै यहाँको मन्दिर यहाँको फेमस मन्दिर भनेको चाहिँ दाउनी देवी माताको मन्दिर हो सो यो मन्दिर किन चाहिँ स्किप गर्ने आउँदाखेरि दर्शन गरेर जाउँ भनेर म चाहिँ यहाँ दर्शन गर्न आएको थिएँ सो फाइनली मैले दर्शन पनि गरिसकेँ र अहिले साँझ पनि पर्न आँटिसकेको छ अब त्यो भएको कारणले सबैजना मेरो वाइटी फ्यामिली प्लस सबैजनालाई धेरै धेरै माया अनि सम्झना छ भन्न चाहन्छु सो आजलाई मेरो भिडियो यहीँ एन्डिङ गर्न चाहन्छु है नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बाई बाई एभ्री वान थ्याङ्क यू सो मच फर वाचिङ